सबैजनालाई नमस्कार। म चाहिँ मौसम कार्की अनि यता हाम्रो सीता सिरियलमा खेल्ने अनु। अनि म चाहिँ अहिले अनुको घरमा आइपुगेको छु। अनुले चाहिँ हिजो मलाई बेलुकै इमर्जेन्सी पऱ्यो भनेर रुँदै रुँदै फोन गरेको थियो बेलुका। अनि के भएछ भनेर आत्तिएर म उसको घरमा आएँ हिजो बेलुका। अनि उसको घरमा चाहिँ हिजो नपत्याउँदो खालको घटना घटेछ के। अब घटना पनि मैले आजसम्म कसम होला यत्रो भइसकेँ, आजसम्म यस्तो घटना घटेको चाहिँ मैले चालै पाएको थिइनँ। मैले सुनेको त के देखेको त के सुनेको पनि थिइनँ कि यस्तो घटना। अब मान्छे जन्मिसकेपछि यस्ता खालका घटनाहरू देख्न सुन्न पाइँदो रहेछ। अब आफ्नै साथी हो होइन, आफ्नै साथीको घरमा यस्तो घटना घट्दा चाहिँ मलाई पनि कस्तो पत्यारै लागेको छैन क्या अहिलेसम्म। अब घटना तपाईँहरूलाई सुनाऊँ कि भनेर यसो आएको, अनुलाई पनि लिएर आएको छु। अनि घटना चाहिँ तर सबैजनाले मन थामेर घटना सुनिदिनु होला। अब कस्तो भन्न पनि कस्तो अप्ठ्यारो लागिरहेछ कि, कस्तो गाह्रो के होइन, त्यस्तै खालको अब घट्यो नि त। अनि घटना चाहिँ अब के थियो भन्दाखेरि हिजो चाहिँ अनुको घरमा एउटा बच्चा जन्मेछ है। त्यो बच्चा जन्मिँदा चाहिँ 5 केजीको बच्चा जन्मेछ क्या। अनि त्यो जन्मेको 5 मिनट पछाडि आफै हिँड्न थाल्यो कि त्यो बच्चा नि आफै बुरुक 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 उफ्रिँदै हिँड्न थाल्यो। अब कस्तो सक खालको घटना छ क्या यो, अचम्म लाग्छ क्या। तपाईँहरूलाई पनि अब विश्वास लाग्दैन होइन। मैले चाहिँ अब आफैले खुद देखेको घटनाले गर्दाखेरि चाहिँ मैले भन्दैछु। अनि त्यो बच्चा चाहिँ जन्मेको 5 मिनट पछाडि बुरुक बुरुक उफ्रिन थाल्यो। अनि अघि बिहान हिजो के अरे जन्मेको नि त, अनि आज त्यो बच्चा 81 12 केजीको भयो क्या। 81 12 केजीको भयो। अब के भन्नु अब होइन, अचम्मै खालको घटना हो क्या यो चाहिँ। अब तपाईँहरूले त कहिले सुन्नु पनि भएको थिएन होला त्यस्तो। अनि 12 केजीको बच्चा चाहिँ अब कस्तो एकै दिनमा के कस्तो 5 केजी जन्मेको, जन्मिनु बित्तिकै 5 केजी चाहिँ भोलिपल्ट चाहिँ उठ्दाखेरि चाहिँ 12 केजीको बच्चा भइदियो कि। अनि तर त्यो बच्चा चाहिँ भैँसीको थियो होइन। कहाँबाट हुन्छ त मान्छेको, तपाईँहरू सिरियस भएर सुनिरहनु भएको थियो होला होइन। कहाँबाट जन्मिन्छ यार, मान्छेको भए जन्मिन्छ 5 केजी 12 केजी हुन्छ, उफ्रिन्छ जन्मिने बित्तिकै होइन। के हो हामीले रमाइलो गरेको होइन।